Hello guys, namaste and welcome to my channel. आज चाहिँ दसैँको दिन हामी उठिसकेका छौँ अनि आज टिकाको दिन भयो। त्यसपछि आज हामी टिका लगाउँछौँ, आशीर्वाद लिन्छौँ है। अनि मिठो मिठो परिकारहरू खान्छौँ, बस्छौँ, रमाइलो गर्छौँ। अनि म चाहिँ आज तपाईहरुलाई हाम्रो गाउँको दृश्य देखाउँदैछु है गाइज। यहाँबाट मर्निङ भ्यूज हेरौँ हैन, चट्टसँग यता म पछाडि ब्याक देखाउँछु र बिहानको मर्निङ भाइब टक्क यति राम्रो छ हेर्नु चट्टसँग। अब यताबाट घाम लाग्न लागिसकेको छ यहाँ। अनि त्यसपछि चाहिँ नि यस्तो भाइब आइराखेको छ चट्ट जता कतै यस्तो राम्रो वातावरण। यो चाहिँ हाम्रो गाउँको घर है। त्यसपछि हामी यता देखाउँदैछौँ चट्ट हाम्रो भ्यू। अब यहाँ चाहिँ घाम उदाउँदैछ, सूर्योदय हुँदैछ है। अहिले चाहिँ बिहानको 7 बजेको छ। त्यसै गरी अनि हामी चाहिँ आज अब टिका लगाउने, जमरा लगाउने काम गर्छौँ। अब हामी एकछिनपछि चाहिँ टिका पूजा गर्न मन्दिर लिएर जान्छौँ हैन। अनि यिनी चाहिँ हाम्री छुचुन्द्री बहिनी हैन, मलाई चिया ल्याइदिएर आइछिन्। ल ल्याऊ, धन्यवाद। हाम्रो बाख्रो चाहिँ बिहाको रहेछ, सानो पाठो छ। अनि त्यसै गरी उहाँ चाहिँ हाम्री हुनुहुन्छ प्यारी फुल जस्ती बहिनी, मेरी फुल जस्ती बहिनी हुनुहुन्छ उहाँ। के भन्न चाहनुहुन्छ तपाईँ भन्नुहोस्। मुख धुँदै हुनुहुन्छ उहाँले। अब म एकचोटि भित्र जान्छु है, भित्र यहाँ के हुँदैछ हेरौँ है। हेलो के हुँदैछ यहाँ? उहाँ चाहिँ मम्मी, बुवा, यो छुचुन्द्री बहिनी, अनि यहाँ चाहिँ आन्टी। त्यसपछि यहाँ हुनुहुन्छ हजुरआमा। यहाँ चाहिँ टक्क के पाक्दैछ अब। यस्तो छ गाउँले जीवन हैन गाइज। दाउरामा पकाएको मिठो हुन्छ, ग्यासमा पकाएको मिठो हुन्न अलि। तर हामी ग्यासमा पकाउँदैनौँ हैन। यो चाहिँ छुचुन्द्री बहिनीको के अरे साथी खुत्रुके। यसमा कति पैसा छ हेरौँ है। पैसा हो भने ल, पैसा त रहेछ त। अब यहाँ यसमा कति पैसा छ? अब ढेक छ 10 रुपियाँ भन्दा बढी छ जस्तो त लागेन मलाई। अब अलि धेरै भएको भए चोरचार पार्नुहुन्थ्यो। अब यो काम भइनेलाई यहीँ राखौँ। हजुर तिम्रो खुत्रुके लिएर आऊ, तिम्रो खुत्रुके चोराउँछ। हेलो गाइज, म चाहिँ चिया खाँदै चट्ट अब चौतिर यता निस्किँदैछु होइन। तपाईँहरूलाई भ्यू स्यू देखाउने, यताउति हाम्रो यहाँ गाउँले जीवन देखाउँदैछु होइन। यो चाहिँ हाम्रो गोठ। यहाँ चाहिँ टक्कसँग हाम्रा बाख्रा छन्, यस्तो क्युट क्युट बाख्रा होइन। यो चाहिँ हाम्रो भैँसीको पाडो, भैँसी सुते छ। ल चट्ट यहाँबाट भ्यू चाहिँ यस्तो दामी देखिँदो रहेछ नि अहिले। पारी झिमरुकसम्म देखिन्छ यहाँबाट, पारी ओखरकोट पारी। अनि यो यहाँ देखिएको चाहिँ नारीकोट खुङ पर्छ। अनि हामी यता अगाडि बढ्दैछौँ। यहाँ चाहिँ हाम्रो कोदो पूजामा चाहिँ एकदमै कोदो धेरै खेती हुन्छ, त्यो भएर चाहिँ हामीले यहाँ खेती गरेका छौँ। यस्तो कोदो चाहियो भने सम्पर्क गर्नु होला। पोहोर साल हामीले टिमुर टिपेका थियौँ। यो वर्ष टिमुर छ कि छैन हेर्न जान बाँकी छ। भए हामी यो वर्ष पनि टिप्नेछौँ। ल यहाँबाट चाहिँ अब ल हेरौँ, यहाँ चाहिँ यस्तो बवाल भ्यू छ। अलि क्यामेरामा चाहिँ अलिकति
लाइटिङ मिलेन जस्तो छ हैन। यो तल देखेको डाँडा चाहिँ सीमाको चौर भन्छ यसलाई। हामी यहाँ भैँसी चराउने गाई भैँसी चराउने चाहिँ काम गर्छौँ, त्यहाँ जान्छौँ। अनि हामी यहाँ पारीको देखेको चाहिँ यो दृश्य चाहिँ पूजा 8 नम्बर भन्छ साबिकको। अहिले चाहिँ एउटै वडा भएकोले पूजा सबै पुरानो चाहिँ 8 नम्बर खला चौर भन्छ त्यहाँ। अनि माथि टाकुरा झल्कनी भन्छ, यता चाहिँ गोद्रे चौर। अब हामी फेरि अगाडि बढ्छौँ। गाउँले बाटो यस्तो छ। यो चाहिँ हाम्रो नेउपाने बन्धुहरूको चाहिँ कुल मन्दिर, सानो देवाली गर्ने मन्दिर भन्छौँ हामी। अनि दसैँमा चाहिँ यहाँ टिका जमरा पूजा गरेर चाहिँ घर लैजान्छौँ। यो नेउपाने बन्धुहरूको कुल मन्दिर देवाली स्थल चाहिँ देखाइसकेपछि हामी फेरि अगाडि बढ्दैछौँ। हामी अब कहाँसम्म पुग्छौँ भन्ने अझै अत्तो छैन, अगाडि बढ्दैछौँ टक्क हैन। यहाँ चाहिँ हाम्रो खरबारी भयो यता। हामी चाहिँ बहिनी र म भएर चाहिँ पारी सीमा चौरतिर टक्क तल भ्यू खिच्न यसो डुल्न जाँदै थियौँ। मौसमले साथ दिएन, अहिले चाहिँ यहाँ कुहिरो लाग्यो। अब यो कुहिरो लागिसकेपछि चाहिँ जाने कुरो भएन। त्यसपछि अब हामी घर फर्किने निर्णय गरेका छौँ। हामीलाई चाहिँ मौसमले धोका दिएको छ, जान दिएन। खैर केही छैन, अलि पछि मौसमले साथ दियो भने हामी फेरि जानेछौँ है। साथी चट्ट बादल लाए पनि कुहिरो लाए पनि भ्यू भने कडक छ हैन। ल यो त यस्तो दामी छ। हेर्न हाम्रो बहिनीले यस्तो उटुङ्गा गर्दै भैँसी उठेको थियो हैन। अनि भैँसीलाई चाहिँ त्यो खुट्टामा तानेर बसाल्न कस्तो जानेको रहेछ। बसालेर भैँसी उब्री पाठोलाई चाहिँ बसालेर यसरी रमाउँदैछ। सुसिन्द्री बहिनी, भैँसी तिमीले मारोले चापेर? तिमीले भैँसी मार्छ कि भैँसीले तिमीलाई चाप्छ? फेरि त्यस्तो गर्ने हैन नि, त्यस्तो गर्ने हैन नि त। हैन भैँसीलाई दुःख दिन्न। अबबाट भैँसीको उब्री म नबस्नु ल। ल तिमी आउ त यता। अब आउने तिमी, मैले पिट्ने हो। गोबरै गोबर भयो। फोरी के डिच्छा यस्तो यहाँ काली कलौटी भइ फोहोरमा खेली खेली। यो पाठो बोके हिँडे किसिम छ। ल प्यास भ्यू क्या हेर त बैत्री। यसलाई कस्तै फोटो खिच्न मिल्ने हुन्छ नि? मिल्छ होला उत्यामा। ल ल यो हो नि त कडक। ल अन्त सेम फल रहन्छ क्या पोता सेम हाम्रो सुसिन्द्री बहिनीले एउटा गीत गाउँछ भन्छ नि। ल के गीत गाउने? खामाली गयो दौली फुल छन् पाखै भारी लिङ्गे पिङ्रा चर्के पिङा घुम्छन् खैबारी गाउँमै रमाइलो दसैँ आयो भन्छन् र पारा मेरो
सानो मुगला नैमा के रमाइलो सारा गाउँमै रमाइलो दसैँ रमाइलो सारा गाउँमै रमाइलो गाउँमै रमाइलो देशै रमाइलो दसैँ आउँदा मनमा पिर भए नि यसै रमाइलो दसैँ आउँदा मनमा पिर भए नि यसै रमाइलो। यहाँ चाहिँ हाम्रो मम्मीले दसैँमा अचार काँक्राको अचार बनाउनलाई चाहिँ काँक्रा काट्दै हुनुहुन्छ। अलिकति हिजै काट्नुभयो, अलिकति रहेको चाहिँ अहिले काट्दै हुनुहुन्छ। टक्क काँक्राको मिठो अचार बनाउने कुरो छ। अर्कोमा छुचुन्द्रो भाइ चाहिँ पटका पड्काउन हिँडै छ। ल अब चाहिँ हाम्रो हजुरआमाले यहाँ गीत गाउन लाउनु भयो। हाम्रो हजुरआमाले गीत गाउँछु भनेर ल हजुरआमा गीत सुनाऊ है। वनमा जाँदा न्याउलीको बिलाउन लाग्दैन घर जाने मन के हुने वनको न्याउली कराउँदा मन रुने वनमा जाँदा न्याउलीको बिलाउन लाग्दैन घर जाने मन वनमा जाँदा न्याउलीको बिलाउन लाग्दैन घर जाने मन। नमस्ते। यहाँ चाहिँ हाम्रो टिका अनि जमरा चाहिँ पूजा गर्न मन्दिर लिएर जानलाई चाहिँ रेडी भइसकेको छ। अब एउटा टपरी लिएर चाहिँ म जान्छु एउटा मन्दिरमा, अनि अरू दुईवटा मन्दिरमा चाहिँ हाम्रो भाइहरू जान्छन् होइन। के छ बहिनी, तिमीलाई कस्तो लागिरहेछ? पोहोर साल चाहिँ मैले गरेको थिएँ ताइना दुईको भलक, अहिले चाहिँ उहाँले अलि राम्रै गराउनुहुन्छ होला भन्ने आश छ। खासै मेरो ढङ्ग पुगेन कि भलक फलकमा, मन भएर मात्र नहुँदैछ, ढङ्ग पनि चाहिँदैछ। यस्तै छ, दसैँ मनाउन लागेछौँ, रमाइलो भइरहेछ, सबै फ्यामिली जुटिरहेछौँ। एक वर्षको एउटा भलक भयो नि आउँछ, अरू नआए पनि यही आश गरौँ। अब तिहारमा पनि सकेसम्म बनाउने ट्राई गर्नेछौँ, त्यही हो। नत्र अरू बेला आफ्नो आफ्नो काममा बिजी भयो, त्यस्तै भइरहेछ। अब मनले चाहे त जसरी भलक हुन्थ्यो साथीहरू, यस्तै छ। अब यो लिएर मन्दिर जाँदैछु। अहिले चाहिँ चट्ट घाम लागिसकेको छ, मौसम दामी छ हैन। यो चाहिँ हाम्रो मन्दिर। अब चाहिँ मैले पूजा गरेको टिका अक्षता र जमरा चाहिँ लिएर आइसकेको छु हैन। अब म सरासर घर जान्छु, त्यसपछि यो अक्षता र जमरा चाहिँ मिसाउँछौँ हामीले घर। उहाँ चाहिँ डाँडाबारी हजुरआमा, अहिले चाहिँ उहाँ 91 वर्ष हुनुभयो। हाम्रो डाँडाबारी बगालकै सबैभन्दा ज्येष्ठ अभिभावक हुनुहुन्छ उहाँ। आज चाहिँ उहाँलाई भेट्न उहाँको घरमा आएको छौँ हामी दसैँको दिन।
यो चाहिँ उहाँको घर